सम्झने कोही छैन एक दिवारको कोठाभित्र आफैलाई बन्दी बनाए मैले कुकुरलाई मासुको ड्युटी लगाए म फर्की आउँदा कुकुर नै छैन मासु नि छैन बुझ्यो होला तिमीले मैले यो कुरा कुकुरलाई बन्या होइन साथ फेरो लिगी साथ जुनी सँगै काट्ने भनी साथमा हुँदा लिएको बाचा साथ दिन नै टिकेन जिन्दगी नै दिँदा पनि पुग्दैन कसैलाई झरेको फुल पनि उपहार भइदिन्छ बहाना र कारण नचाहिँदो रहेछ जानलाई जान चाहनेहरू त्यसै गइदिन्छ पीडा हुन्छ थाहा छ त्यही पनि उ जानी पराई भइदिन्छ यो कहानीको बिरबल म पकाइरहेको खिचडी बिछोडको आँसुले निभ्यो आगो खिचडी काँचै छ लाग्छ अब यो पाक्दैन यो सारा संसार रहेछ देखावटी मलाई आजकाल कसैको केही कुरा साँचो लाग्दैन भन्नलाई कुरा कति बसेर भन्न थाले महाकाव्य सकिएला तर मेरो शब्द थाक्दैन यो कहानीको बिरबल म खिचडी काँचै छ लाग्छ अब पाक्दैन जिन्दगी इन्धन बिनाको साधन भयो धोका मार्दै अगाडि बढाइरहेको छु जानेहरू गए हाले यसमा भन्नु केही छैन म मान्छे खराब होइन नराम्रो नि छैन परिस्थिति यस्तै आयो गरेको काम र मेहनतमा मसला सही भएन जसको कारण म आज साथीभाइ घर परिवार कसैको नजरमा आफ्नो रहेन म त्यति बिग्रिएको पनि छैन र खराब पनि होइन गोजीमा दाम नभएपछि मुखमा राम हुनेहरूले रोक्दा रहेछन् बगलीमा छुरा कसलाई सुनाउ म मेरा दुःख मेरा पीडा र मेरा असफलताका कुरा मेरो जिन्दगीका शब्दकोशमा दुःख पीडा र असफलताको शब्द नै शब्दको सञ्जाल भइसक्यो गर्दै प्रयास लाग्छ मेरो धेरै समय बगेको खोला सरी डुबेको घाम सरी व्यर्थ गइसक्यो स्वागत छ आउनेहरूलाई जानेहरू गइसके इन्धन बनी आउनु तिमी साधन म भइदिउँला साधन म इन्धन तिमी एक र थटका दुई पाङ्गा सरी जिन्दगीको यात्रामा सँगै मिली अघि बढौँला आउलान् ठुला खोला नाला देश लाग्ने ढुङ्गाहरू हातमा हात राखी साथमा साथ अघि बढौँला गए हाले यसमा भन्नु केही छैन म मान्छे खराब होइन नराम्रो नि छैन परिस्थिति यस्तै आयो गरेको काम र मेहनतमा असफल भएर जसको साना पर्यो आकाशबाट बिमौसमी मेरो सपना बगायो सपनाको बारीले पानी बिनाको खोलामा मलाई बगायो सुक्खा खोलाको पानीको बहाव म माथि जान्छु तल झार्छ माथि जान्छु तल तान्छ लाग्छ यो त मेरो आफन्ती नै रहेछ भन्न त धेरै छ सुनिदिने कोही छैन चार दिवारको कोठाभित्र आफैलाई बन्दी बनाए स्वतन्त्र म विचार मेरो स्पष्ट छ जानेहरू गइसके आउनेलाई स्वागत छ